Hello everyone. I hope you all are doing well. सबैजनालाई स्वागत छ मेरो मिनी टिकटक ब्लगमा। हाम्रो अङ्कलको तर्फबाट पनि हेलो भनेर। सबैजनालाई थाहा छैन होला मैले चाहिँ रिसेन्टली DHM जोइन गरेको छु अनि आजको दिनमा चाहिँ मैले सबैजनालाई फर्स्ट टाइम म भिडियो बनाउँछु भनेर भनेको थिएँ अनि एभ्रीवान इन्करेज मी टु डु मेक मोर भिडियो। मेरो डिप्लोमा इन होटल म्यानेजमेन्टको इन्स्टिट्युट रहेको छ कुपनडोलमा। आजको हाम्रो सेसन चाहिँ न्यापकिन फोल्डिङ वाला प्र्याक्टिकल थियो अनि मैले चाहिँ आफ्नो हुन्छ नि देखाइरहेको छु सिकेको कुराहरू चाहिँ भिडियोमा। मैले खासमा यो भिडियो बनाएको चाहिँ मलाई पछि हेर्नको लागि काम लाग्छ भनेर बनाएको थिएँ, तर भिडियो बनाउँदा बनाउँदै म चाहिँ अब हुन्छ नि मिनी टिकटक ब्लगहरू पनि बनाउँछु भनेर यस्तो कुराहरू निस्किँदै गयो। देन आई थट लेट्स पोस्ट। मैले चाहिँ यो DHM डिप्लोमा इन होटल म्यानेजमेन्ट जोइन गर्नुको कारण चाहिँ होटलको बारेमा केही नलेजहरू होस् एक्स्ट्रा केही अब हुन्छ नि। अनि यहाँ चाहिँ सबै कुराहरू एज अ होल होटलमा हुने बेसिक कुराहरूदेखि लिएर एभ्रिथिङ वी हेभ टु लर्न। अनि म चाहिँ अहिले बनाइरहेको छु यो चाहिँ रोज, मैले सायद फ्लावर बनाइरहेको छु, फ्लावर क्यान्डल होइन, अनि हार्टहरू, हामीले चाहिँ लोटस, एकदमै धेरै कुराहरू आज सिक्यौँ अनि गफहरू गर्दै म चाहिँ आफू सिक्दै अनि भिडियो बनाउँदै यता भाइहरूलाई पनि सिकाइरहेको थिएँ यसो गफ दिँदै होइन। अनि यो चाहिँ बन्दैछ अहिले फ्लावर। हेर्नु है त मलाई चाहिँ के भइरहेको थियो भने भिडियो बनाएपछि चाहिँ कता हाल्ने कता अड्काउने हो भनेर एकदम कन्फ्युज भइरहेको थियो कि अड्की पनि रहेको थिएन, त्यो फुस्कै फुस्कै छ त्यस्तो भइरहेको थियो। तर एकदमै रमाइलो हुन्छ क्लासमा चाहिँ हाम्रो हुन्छ नि। आधी थ्योरी भयो भने आधी चाहिँ प्र्याक्टिकल, यस्तरी रमाइलो हुन्छ नि। हाम्रो के भइरहेको हुन्छ कि डेली बेसिसमा अनि एकदमै रमाइलो हुन्छ क्लास चाहिँ, इन्जोय गर्दै सिक्ने हो। एभ्रीवान आर बिजी टु लर्न डिफ्रेन्ट काइन्ड अफ न्यापकिन फोल्डिङ्स। अनि मैले सबैलाई देखाइरहेको थिएँ, कोही पोज दिइरहेको छ। यो न्यापकिन फोल्डिङ्सहरू चाहिँ हामीले टेबल सेटअप गर्नको लागि, बेडहरू सेटअप गर्नको लागि, हाउसकिपिङको लागि चाहिँ एकदमै धेरै युज हुन्छ। तर पनि अब हुन्छ नि जुन सेक्टरमा पनि काम गर्न सजिलो हुन्छ नि त। अनि त्यही भएर हामीले चाहिँ सबै कुराहरू सिक्न पर्ने हुन्छ। यसको चाहिँ 4वटा सेक्टर हुन्छ। एउटा फ्रन्ट डेस्क, फुड एन्ड बिभरेज, त्यसपछि फुड प्रोडक्सन र हाउसकिपिङ हो। अनि हामीले चाहिँ सबै कुराहरू सिकेर यो चाहिँ मैले बनाएँ क्यान्डल। अब क्यान्डल बिगारेर म फेरि अर्को बनाउँछु। म अब बनाउनु गइरहेको छु हार्ट। अनि हार्ट पनि बनाएर म अब बनाउँछु, त्यसपछि लोटसहरू बनाउँछु होइन, हेर्दै जानु होला। मलाई चाहिँ लास्टै हुन्छ नि इन्ट्रेस्टिङ लागिरहेको छ कि कुराहरू। तर पनि म क्लासमा चाहिँ जहिले लेट पुगिरहेको हुन्छु गाइस। बिहान उठ्न भनेपछि किन यस्तो हुन्छ। अब चाहिँ मेरो रेडी भयो हार्ट चाहिँ अलि ठुलो भएको थियो, अझै सानो बनाउनु पर्छ अरे। अनि त्यसपछि अब अर्को चाहिँ मैले बनाउँदैछु, देखाउँदैछु अनि भिडियो पनि बनाउँदैछु। मलाई यो पछि हेर्नलाई काम लाग्छ भनेर। आज फर्स्ट डे हो नि त, अब सबै कुरा सिकिँदैछ। त्यस्तो पर्फेक्ट त छैन, त्यही पनि नबिर्सियोस् भन्नको लागि हो। तर सबै कुरा एकदमै इन्ट्रेस्टिङ छ गाइस। BBM ग्रेजुएट मान्छेले अब होटल म्यानेजमेन्टको स्किल सिक्दैछु होइन। इट्स अल अबाउट लर्निङ न्यू थिङ्स। यो होटल म्यानेजमेन्टवाला स्किल चाहिँ मलाई के लाग्छ भने यो डिप्लोमाहरू चाहिँ होइन एकदमै भेरी नाइस कोर्स हो कि भयो भने त त्यही मेरो छेउछाउ पर्दैन होला। तिमीलाई म अर्को एउटा सिकाउँछु हेर यहाँ आएर यस्तो अनि यहाँ हेर यस्तो है। अनि त्यसपछि यसलाई चाहिँ यो चाहिँ मल्टिलेयर फोल्ड भन्छ अरे क्या, मल्टिलेयर फोल्ड। राम्रो हारेको हारे लाएर है, यो चाहिँ मल्टिलेयर फोल्ड होला। अनि यसलाई अब टक्क हाफ यति जतिबाट गर्ने अनि यता पनि टक्क गर्ने अनि टाइटको चाहिँ भनेर टाइटको पार्ने। अनि यहाँ चाहिँ फोर्कहरू यस्तो यस्तोमा हाल्ने, यहाँ मात्र हाल्नु है त। ल
र यो चाहिँ मैले गरेको टेबल सेटअप हो। आज चाबी नभएर सबैजना बाहिर, चाबी भएको जति मान्छे कोही पनि आइपुग्नु भएन। खै त नुजुना चाहिँ भ्लग बन्ने बित्तिकै कहाँ भाइ